ओए आर्यनको टर्न म आए किन आएको त अबे के बनाएको रे ओइ ह्यारी पटरको त्यो कार्पेट उड्नेवाला अबे ह्यारी पटरमा उड्ने कार्पेटै छैन मलाई के बोले भाइ अब के बोले ए डोरेमनको नाइस के बटरफ्लाई गाजर हो क्या जोक मारा भाइ गाजर के बटरफ्लाई ए के ककरोच ककरोचको स्पेलिङ आएन रे मलाई ककरोच भाइ म लेख्छु त होला नगरे मलाई ककरोच लेख्दिएँ रे मैले त मुला मैले लेखेँ त हट ककरोच पुग्छ र पुग्दैन होला ककरोच केमा पर्यो ककरोच अरे हेर न एउटाले स्पेलिङ लेखेको अबे बिटलको स्पेलिङ के हो रे बिटल ब्यान्डले अरे फेरि यु यो गाइस यो गाइस ओए त पाउँदिनस् रे फेम त पाउँदिनस् चाहिँदैन पनि would like to take notes. Sigma boy. What is this यार? ओए राइट गर्दी यार राइट देऊ न यार गर्दी यसो हिँड्दै देऊ न यार ओए यसले पनि गर शिट ए भाइ के बनाएको रे अभिरले भोमिटिङ गर्दैछ What? यो गेम खेल्न चाहिँ मजा आयो बरु अब यो के बनाएको रे ए तपाईहरु नहुँदाखेरि त उता डुलेको थियो कि भमिटिङमा त आइरहेछ एउटा अरे राइट गरे ए मिलास अब पिरो इजी छ तँलाई 2 पिरोलाई खायो भने के हुन्छ अन्त 2 PM खायो भने त्यही त पिरोलाई इंग्लिशमा के भन्छ मैले त्यही नै बिर्सेँ नि अब त त्यही गेस गर्नुपर्छ हट अरे राइट गरे Round 2. अब यो कसरी बनाउनु यार हातले कर्सरले हो मलाई माउसले गड देखा न अब गडे लेखेको रे अब यताबाट प्लस म किन बनाइरहेछ टी-शर्ट गड प्यान्ट्स गड टी-शर्ट के बनाउन खोजे भन्छ अन्त केटी गडलाई के भन्छ माता ओके कम्प्युटर अडियो तपाईँ मेरो कम्प्युटर अडियो नत्र सुरुमै भन्थेँ मैं के अब यदि मेरो कम्प्युटर अडियो कि नत्र आएन भन्दा अगाडि नै भन्थेँ माताश्री अबे के भाइ कम्प्युटर खै मैले त बुझिनँ हौ आम्मामा गड अनि के भन्छ अर्को टी-शर्ट गड ड्रेस कट्रेस एक्ट्रेस गड ड्रेस आर हटाउ न ड्रेसबाट आर ए भन्न पाइदैन है अब यो भन्दा बढी गडेस भाइ थाहा छैन ए सक्यो तेरो गणेशलाई के भन्थ्यो
गणेश गणेश गणेशले भनिन्छ नि गणेशलाई म त गणेश भगवान भनेको नि मलाई जिसस क्राइस्ट एक्सपायर्ड तलको मैले बेड बनाउनु खोजेको ल एक्सपायर्ड अरे पर्ख ब्रो यो फ्युनरलको स्पेलिङ के हो होइन मलाई त्यो मेरो ड्रइङले तिमीहरूलाई बुझाउनै सकेन छेउछेउमा मसिन पनि बनाइदिनु न अलिकति बुझ्छौ कि तिमीहरू ए भाइ अभयदीपले बुझाउन नसकेको हो कि यसको ड्रइङ अजिब हो यार मेरो ड्रइङ अजिब हो मलाई ए फाइनल Final डेस्टिनेसन लेखिरहेको छ अर्को म राइट भन्दिएँ मैले राइट भन्दिएँ खुट्टा अरे अब सबसे easy छ हौ। हो रे सबसे इजी ओइ आर्यन भन्नु जरुरी छैन है थाहा छ मलाई यसले हात बनायो खुट्टा दियो पनि थाहा छैन मलाई अब लेगलाई इङ्ग्लिसमा के भनिन्छ अरे लेगलाई इङ्ग्लिस लेख छ भन्छ हौ। आधी अधुरा बनेको छ हेलिकप्टर भनिदिन्छ एउटा फेरि हेलिकप्टर भन्दै ओइ म्यानी मक्कुइन के भन्छ नि यस्तो गाडीको साइन होला नि यो त फेरि फेरि रुक अब येलो कलरको स्वर्ड हुन्छ भाइ त गोल्डन सर्ड हो नि त नि त्यही त हाम्रो माइनक्राफ्ट प्लेयर अनि स्नाइपर अब यो डेटल जस्तो देख्दैछ यार होला कि बा होइन रहेछ लाइफ boy. बोय अरे अब यो मलाई साइन थाहा छ अरे गाडीको साइन हो गाडीको लोगो मलाई याद छैन सुप्राको साइन यस्तो गर्नुहुन्छ होला बम्बल बी अरे सुप्राको त यस्तो यो अस्ति पनि बनाएको थियो यसले सुप्राको त यस्तो अब त्यो त ग्लोब जस्तो देख्दैछ अरे उसकोमा गाडी के आउँछ होला मैले जाने उचित फेरि त्यस्तो मलाई गाडीको नामै थाहा छैन फेरि Chevrolet फुटु ड्रइङ अरे यस पढ्न पनि आउँदैन फाल्तु ड्रइङ भन्दैछ सी र एसमा मैले सी लेख्नु पर्छ अघि दिएँ। राइट भइहाल्छ तेरो अब मेरो टर्न हो अब यो त इजी छ अरे ए दुईवटा वर्ड छ त ए ठिकै भाइको त बनाउँदैछ कि क्या यति नै हो यस राइट गर आर्यनले राइट मार्क के अझै पाक्लो भन न के बनाउनु ए के हो यो त नाक पनि बनाइदिन्छु ले अरे यति इजी गेस गर्नु यति इजी गेस गरेन भने नि साच्चीमा यार हातमा पानी ल्याऊ अलिकति हातमा अलिकति पानी ल्याऊ त्यसपछि मर के ओइ ले थर भन्दैछ अर्को यति पाक्लो छ भन्छ नि स्ट्यान्डिङ म्यान अरे ओइ म्यान त म्यान हो कि तर अगाडिको वर्ड चाहिँ भएन के हो स्टिक म्यान मलाई लास्ट मोमेन्टमा याद आयो त तेरिका अवैधिक चुजिङ है ओइ यसको पोइन्ट कति छिटो बढेको आर्यनको ओके हैन ब्रो यो निको साला हाहा ओ अबिरल हजुर यु आर भेरी ब्याड
अरे कहना क्या चाहते हो? अबे यार कसको टर्न हो? आर्यन आर्यनको टर्न हो। ल यसलाई के बनाउँछ? ए ए ए होइन त्यो होइन मैन इन ब्लैक हो ही क्या ओए? अबे एलियन गैंगस्टर ए Need. लय 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 गेस गर है। 9% मात्र चार्ज छ हौ मेरो मोबाइलमा। थ्याङ्क यू फर डिसलाइकिङ आर्यन। चार्जमा हाल न ला न। ए ठीक। एल्भिस भाइ कत्रो लामो वर्ड छ ठिक लाग्यो एउटा अरे यो यस स्पेलिङ नभएर नि मेरो किङफिसर के हो मलाई यार? मुला सब तेरे दोकान के रिलेटेड त आइरहेछ हौ। यो मेरो दोकानमा के पाउँछ अब? टफ क्युडी? किङफिसर ज्वरो नाप्नु पर्यो यार यसो मलाई ज्वरो आए जस्तो लाग्यो नाप्नु पर्यो यसो ए दारु दारु लेख्दैछ। कस्तो हिँड्दै गयो यार, के पनि आएन छ मलाई। अवैदीप जी बुद्धि नै चलेन। ए गान्जा मलाई के भयो यो? अनि यो कसरी निकाल्नु? ए नूब गान्जागा ए के हो त? कोर्नै आइरहेको छैन त म, कसरी कोर्नु? त्यो ब्ल्याकमा व्हाइट पनि लेखेको होला रे कलर। पेन्सिलमा जाऊ न पेन्सिलमा ए अँ त है व्हाइट लिएर दिस। तुमसे ना हो पाएगा। ब्रो मैले एकछिन फोन राखेको ल, चार्ज सक्यो पुरै 8% छ। राख्दै खेल नि त फोनमै एकछिन राख्छु नि, म एकछिनमा कल ब्याक गर्छु। I remember talking about love with a girl. Now I head up on the other side of the world. Never thought that you could grow apart this hard. Swear, mama, you're my first love in my heart. Now I'm feeling more.